मान्दैन हौ हुँदैन लोभी रहेछ त लोभी होइन हड्डी मकिन्छ यस्तो कुरा खानु हुँदैन सोडा हालेको कुरा तेरो त मक्के छैन के को मकिन्छ मेरो मकिँदैन तिमीहरूको मकिन्छ होइन हौ भाइ त्यो फुट्काको त जिन्दगी त म त हरेस लाग्यो जडिया छ नि मन परेन म त त्यो कस्तो मत्तु छ साला आफू पनि गरी खाँदैन अरूलाई पनि गरी खान दिँदैन यसले मात्रै मान्छे बिगारेर सक्यो गाउँको यसले हामीलाई नि बिगारिरहेछ ओइ आयो के भन्छ केटाहरू केटा हो यो खैनी चुरोट रक्सी यो खाएर मात्रै हुँदैन है अब अहिलेको जमानामा हेर घर परिवारलाई हेर्नुपर्छ हामी यसरी बिग्रेर हिँड्नु हुँदैन के तिमीहरूले बुझेको छ यो कुरा हो कि भन् त हो तैँले ठिकै कुरा गरेको राम्रै कुरा गरेको जानिस् तैँले गर्दाखेरि हाम्रो घर परिवार बिग्रियो हाम्रो पढाइ बिग्रियो सब तेरै कारणले गर्दा त हो नि अहिले आएर तँलाई रिग्रेट भयो हावा कुरा गर्छ बेकारको हुनु त हो नि तैँले पनि तेरो कुरा पनि ठिकै हो कि तर तिमीहरूले त्यति बेला पनि त सोच्नु पर्थ्यो नि त मैले खानु हुँदैन यस्तो चिज राम्रो होइन भनेर तिमीहरूले पनि खाइस् नि त अन्त मेरो के दोष तिमीहरूको पनि त मन थियो होला नि त साला त्यति बेला अहिले मलाई आएर बिग्रियो भन्छ सबै साथीहरू एउटै हुँदैन है विशेष सबैलाई बिगार्ने मात्रै साथी हुँदैन है फेरि याद गर तिमीहरूले तर हेर साथी मैले पनि यो केटाहरूले पनि म बिग्रिन्छु भनेर त खाएको हुँदैन नि त अब साथीभाइको मन राख्नुको लागि अलिकति भए नि खाइदिउँ न भन्ने भएर पो खाएको त हौ त्यतिकै बेसी खाँदै गएको ल ल ल अब आजदेखि रक्सी छोड्ने सबैजनाले अनि काम गर्ने अब के काम गर्नु हामी चाहिँ फ्रीमा कम्पार्ट भएर साला हावाको गफ दिइबस्छ यो चाहिँ ल तँलाई काम गर्नुको लागि अन्त यत्रो बढी डिग्री नै चाहिन्छ त अन्त चाहिँदैन नि अहिलेको जमाना तँलाई के अरे माथि टाउकोदेखिको खुट्टासम्म ढोकेर पाउँछस् नि अहिलेको जमाना काम त पनि नबुझिकन नबोले बेसी बुझ्नु नसोच्नु त्यत्तिकै भुक्नु भने जस्तो पहिलाको आमा बाउले खै त अन्त त्यत्रो 10-12 जना जस्तो सर्टिफिकेट निकालेर खै त अन्त मजाले पालेर खै मजाले कमाएर खुवाए त अन्त दिमाग हुनु परेन साला बिजनेस गरेर हुन्छ कि कुखुरा बाख्रा पालेर हुन्छ कि जे गरेर नि पैसा त हो नि गर्नु सक्दैन तिमीहरू त्यसरी त्यतिको काम पहिला त काम गरेर देखा न अन्त हामी गर्छौँ हो त्यही कारण त तिमीहरू उँभो नलागेको कारणै त्यही हो अर्काले गर्छ कि भनेर तिमीहरू हेर्छौ त्यहाँबाट तिमीहरूले त्यसपछि तिमीहरू गर्छौ त्यो तिमीहरूले गरेको भन्दैन बुझिस् अन्त कसले चाहिँ गरेको भन्छ त अन्त अब त्यो चाहिँ नि आरिसले गरेको भन्छ बुझिस् केटा हो जानिस् तैँले ल ल ल केटा हो मैले चाहिँ रक्सी छोडेको 1 हप्ता जस्तो भयो होइन मैले छोडे पनि अब तिमीहरू के गर्छौ म जान्दिनँ होइन तैँले जान्दिनँ भनेर हुँदैन हामी रक्सी छोड्ने हो सिगरेट बिडी छोड्ने हो तेरो कारणले छोडेको भनेको होइन हामी आफै छोड्छौँ बुझिस् होला नि ल
ल ल ल छोड छोड तिमी छोड राम्रो हो काम ल गएको हो त ए छोडिरहेको त होइन है केटा हो एउटा छोडेको भन्थ्यो त रक्सी त यसमा त रम फुटिरहेको छ 3x थाहा पाइहाल्दैन तिमीहरूले मलाई के लाग्छ भन्दाखेरि मेरो साथीभाइहरू मैले गर्दा बिग्रेको छ हेर म तिमीहरूको जिन्दगी बिगार्नु चाहदिनँ बुझिस् तिमीहरूले राम्रोसँगले गरेर खाऊ म जस्तो बिग्र तिमीहरू ल तर तिमीहरूको आफ्नो जिन्दगी बचाऊ तिमीहरूले गरेर खाऊ म गएँ ल साथी म आजदेखि भेट्दिनँ तिमीहरूलाई